एकदमै अराजक तरिकाले दिदीबहिनीहरूको चरित्र हत्या गर्ने र खाडी मुलुकमा पुगेका दाजुभाइहरूलाई चरित्र हत्या हुने खालका भिडियोहरू टिकटकमा राख्दै आइरहेका फिटबिन नामक टिकटकर मिनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको भनेर समाचारहरू बाहिरिएको छ। यो समाचारले उहाँको विपक्षका व्यक्तिहरूलाई त एकदमै मह जस्तै गुलियो लाग्यो होला र उहाँको सपोर्टरहरूलाई चाहिँ तितो महसुस भयो होला। तर यसले उहाँलाई एउटा पाठ सिकाउनेछ, किनकि सामाजिक सञ्जालमा कोही कसैले पनि कसैलाई यसरी चरित्र हत्या हुने खालको सामग्रीहरू पोस्ट गर्न पाइँदैन भनेर धेरैजनाले उहाँलाई सम्झाउँदा पनि जसले सम्झाए उसैमाथि खनिने खालको उहाँको स्वभाव थियो। त्यसैले आज उहाँ आफ्नै व्यवहारले आफैलाई दुःख पाइरहेको छ, आफैले दुःख भोग्नु परेको छ। यो भिडियोबाट तपाईँहरूले पनि केही पाठहरू सिक्नु होला। सामाजिक सञ्जाल प्रयोग गर्न पाइन्छ, तर अरूलाई असर हुने, अरूको चरित्र हत्या हुने, अरूलाई नराम्रो हुने कुराहरू चाहिँ कसैले पनि नगर्नु होला, नभन्नु होला। सबैजनाले आफूसँग भएको कला प्रदर्शन गर्नुहोस्, आफ्नो लाइफ बनाउनुहोस्। यो सामाजिक सञ्जाल एउटा प्लेटफर्म हो, यसलाई चाहिँ दुरुपयोग होइन सदुपयोग गरौँ। सबैजना सजग रहनु होला है त।